नमस्कार सबैमा। म विगत केही दिनदेखि चाहिँ लोकसेवा आयोगको शाखा अधिकृतको विशेष गरी एप्टिट्युड टेस्टहरू सम्बन्धी केही भिडियोहरू बनाइरहेको छु र यसै क्रममा अब ठ्याक्कै सिलेबसमा चाहिँ नभएको तर तयारीको लागि आवश्यक चाहिँ डिभिजिबिलिटी है डिभिजिबिलिटी टेस्ट डिभिजिबिलिटी टेस्ट भन्नाले चाहिँ कुनै पनि नम्बर चाहिँ कुन नम्बर जस्तै मानौँ 2 ले दिएको नम्बर चाहिँ 2 ले विभाज्य छ कि छैन त अथवा 3 ले छ कि छैन त अथवा 4 ले छ कि छैन त त्यो चाहिँ कसरी पत्ता लगाउनु त यसो जेनरल नम्बर हेरेर त्यो विषयमा चर्चा गर्न गइरहेका छौं। सुरुमा 1 ले त सबैलाई डिभाइड भइहाल्नै पर्यो डिभाइड बाइ 2 अब 2 ले डिभाइड हुने चाहिँ के हुन्छ भन्दा यो धेरै सजिलो हुन्छ। जस्तै 282 अब अन्तिम यसमा चाहिँ हामीले के गर्ने त भन्दाखेरि अन्तिमको नम्बर हेर्ने, अन्तिमको नम्बर इभन छ भने त्यो सबै 2 ले विभाजन हुन्छ। अन्तिमको नम्बरमा चाहिँ कति हुनु पर्यो त 0 2 4 6 8 यो यति नम्बर चाहिँ अन्तिममा छ भने तीन नम्बरहरू चाहिँ जति नै डिजिटका भए पनि तिनलाई चाहिँ के हुन्छ त डिभिजिबल बाइ 2 अथवा 2 ले चाहिँ के भन्छ नाम नेपालीमा 2 ले निशेष भाग जाने है। अन्तिममा चाहिँ 0 2 4 6 8 भयो भने त्यो चाहिँ 2 ले निशेष भाग जान्छ। यसै गरी अर्को भनेको डिभिजिबल बाइ 3 अब 3 मा हेरौँ 3 को चाहिँ के हुन्छ भन्दाखेरि दिएको संख्या मानौँ ल 477 छ। यो सबै संख्यालाई चाहिँ एक आपसमा जोड दिउँ 7 7 14 14 4 ले 18 यो आएको संख्या 3 ले विभाजित हुन्छ भने चाहिँ 3 ले भाग गर्ने नि हुन्छ 6 यो त्यसका सबै डिजिटहरू जोडेर आएको नम्बरलाई चाहिँ 3 ले भाग जान्छ भने यो नम्बर पनि के हुन्छ त भाग जाने नम्बर हो। जस्तै भाग गरी हेरौँ 3 1 3 एक यता गयो 3 5 15 3 3 ले 159 ले भाग जाने रहेछ है। अब कतिले भाग जान्छ भन्दा पनि निशेष भाग जान्छ कि जाँदैन भनेर हेर्न चाहिँ यो तरिकाबाट हामीले सजिलो हुने पर्यो। अर्को नम्बर हेरौँ 58 32 छ भने अब यसको सबै जोडौँ 8 5 13 13 3 16 2 18 हुन्छ। यो पनि 3 ले निशेष भाग जान्छ। यो 18 ले जान्छ भनेपछि यो 58 32 पनि हामीले 3 ले भाग जाने नम्बर हो भन्न सक्छौं। यसै गरी ल 4 ले चाहिँ जान्छ कि जाँदैन भनेर हेर्नु पर्ने भयो भने त्यो पनि हेर्न सक्छौं। 4 को लागि चाहिँ हामीले के गर्ने त भन्दाखेरि अन्तिमको 2 अंक है अन्तिमको 2 अंक हेर्छौं। यसमा चाहिँ अन्तिमका 2 अंकहरु चाहिँ
4 ले भाग जान्छ कि जाँदैन जस्तै 0 0 अन्तिममा या त दुईटा 0 हुनु पर्यो अथवा अन्तिमका दुईटा अङ्कहरू चाहिँ 4 ले भाग जाने खालका नम्बर छन् भने त्यो नम्बर चाहिँ हामी के गर्न सक्छौँ त 4 ले भाग गर्न सकिने नम्बर अथवा त्यो चाहिँ डिभिजिबल बाइ 4 अथवा 4 ले निशेष भाग जाने नम्बर हो। यसै गरी 5 को त झन् सजिलो भइहाल्यो। ल 5 को चाहिँ के हुन्छ त भन्दाखेरि अन्तिमको नम्बरमा आइदर 0 हुनु पर्यो अथवा 5 हुनु पर्यो। त्यस्तो जुनसुकै नम्बर जसको अन्तिममा चाहिँ 0 अथवा 5 छ त्यो चाहिँ 5 ले निशेष भाग जान्छ है। अब त्यो यसको लागि त धेरै भनिराख्नु पर्दैन 1375 1900 अथवा 220 जुनसुकै नम्बर अन्तिममा आइदर 0 छ अथवा 5 छ भने चाहिँ त्यो चाहिँ 5 ले निशेष भाग जान्छ। यो भन्दा फरक नम्बर छ भने चाहिँ त्यो 5 ले निशेष भाग जाँदैन। अब 6 को हेरौँ। अब 6 को लागि चाहिँ के हुन्छ त भन्दाखेरि हाम्रो दिएको नम्बरहरू चाहिँ के हुनु पर्यो भन्दाखेरि 2 ले र 3 ले दुईटैले भाग जाने छ भने त्यो चाहिँ 6 ले भाग जाने नम्बर हुन्छ। जस्तो कि हाम्रो अघि नै उल्लेख गरेको थियो 58 32। यसको हामीले सबै नम्बर जोड्यौं भने के भयो त भन्दाखेरि 8 5 13 3 16 2 18 यो 3 ले भाग जान्छ। त्यसैगरी अन्तिममा पनि 2 अङ्क छ भने यो 2 ले पनि भाग जान्छ। यसरी 2 र 3 ले भाग जाने संख्या 6 ले पनि भाग जान्छ। अब यसमा 2 र 3 ले भनेको चाहिँ के हो त भन्दा 2 ले पनि भाग गर्न सक्नु पर्यो 3 ले पनि गर्न सक्नु पर्यो। 2 ले मात्रै गरेको नम्बर अथवा 3 ले मात्रै गरेको नम्बर चाहिँ 6 ले भाग जाँदैन किनभने 6 को फ्याक्टरै भनेको 2 र 3 हो। यसैगरी अर्कोमा जाउँ। अब 7 ले निशेष भाग जाने हेरौँ। 7 ले निशेष भाग जानेमा चाहिँ हामीले के गर्नु पर्यो त भन्दाखेरि मानौं कुनै एउटा नम्बर छ। अब यो नम्बरको अन्तिमको नम्बरलाई अगाडिको नम्बरले के गर्ने यो अन्तिमको नम्बरलाई 2 गुणा गरिदिने र अगाडिको बाँकी रहेको नम्बरले अब जस्तै अन्तिमको नम्बर 1 छ भने 1 लाई 2 गुणा गर्दा 2 भयो। अब 37 - 2 गर्दा कति भयो त 35 हो। अब यसरी आएको नम्बरलाई चाहिँ 7 ले भाग जान्छ कि जाँदैन? यदि जान्छ भने त्यो नम्बर त्यो होल नम्बर चाहिँ के भयो त 7 ले भाग जाने नम्बर हो। यसैगरी अर्को पनि हेरौँ एउटा 483 छ भने यो अन्तिमको 3 भयो 3 दुना 6 गर्यौं हामीले 3 दुना 6 गर्यौं अनि यो अगाडिको 48 मा घटायौं 48 मा 6 घटाए कति भयो त भन्दाखेरि 42 त हाम्रो 7 ले भाग जाने नम्बर हो। यसरी यो 483 पनि 7 ले भाग जाने नम्बर भयो है। यसैगरी अब 8 मा जाउँ। कति 7
8ले भाग जाने हेर्ने हो भने के भयो त भन्दाखेरि अन्तिममा चाहिँ अन्तिमको 3टा नम्बर चाहिँ के हुनु पर्यो भन्दाखेरि कि त 0 0 0 हुनु पर्यो वा 8ले भाग जाने खालका नम्बर हुनु पर्यो। मानौ 14,320 320 चाहिँ 8ले भाग जान्छ कि जाँदैन त? अन्तिमका 3टा नम्बर चाहिँ 8ले भाग जाने हुनु पर्यो अथवा अन्तिमका 3टा नम्बर चाहिँ के हुनु पर्यो त? मा 0 3टा 0 भयो भने यस्तो नम्बर चाहिँ 8ले भाग जाने नम्बर भित्र पर्ने पर्यो। यसैगरी 9 को विभाज्यता नियम हेरौं। 9 को एकदमै सजिलो छ। 9 को केसमा चाहिँ त्यसका सम्पूर्ण नम्बरहरू चाहिँ जोड्दाखेरि यदि 9 ले भाग जाने नम्बर हुन्छ भने त्यसलाई चाहिँ हामी 9 ले के अरे डिभिजिबल बाइ 9 भन्न सक्छौं। जस्तै 7 6 5 छ भने 7 + 6 + 5 यो 9 लाई चाहिँ म्याजिकल नम्बर पनि भन्छ किनभने यसको धेरै कम्बिनेसनहरू हुन्छ है। तपाईहरुले 9 को मल्टिप्लिकेसन टेबललाई पनि माथिबाट 9 एका 9 गर्ने हो भने माथिदेखि 9 8 7 6 5 4 3 2 1 0 गर्नुभयो र फेरि माथिबाट 0 1 2 3 4 5 6 7 8 9 10 गर्नु भने 9 को मल्टिप्लिकेसन टेबलै बन्छ 9 10 जा 90 सम्म। भन्छन् यसमा अन्य पनि जस्तै गुणा गर्ने केसमा पनि मैले अगाडिको भिडियोहरुमा पनि हालेको छु। 9 भएको नम्बरमा चाहिँ अब त्यो 10 को नजिक भएर पनि होला। त्यो धेरै कुराहरु चाहिँ सजिलै हिसाब गर्न मिल्छ। त्यसैगरी यहाँ 7 7 13 + 5 ले कति भयो त 18 18 भनेको 9 ले निशेष भाग जाने नम्बर भयो। अब यो चाहिँ यो 765 चाहिँ 9 ले भाग जाने नम्बर हुने भयो है। यसैगरी अब 10 ले भाग जाने त हामीले केही भन्नै पर्दैन हैन। अन्तिममा 0 भयो हुने बित्तिकै त्यो के भयो त 10 ले भाग जाने नम्बर भयो। अब यसको लागि हामीले कुनै नियम पनि याद गरिराख्नु पर्दैन। अब 11 सम्म अब 11 को सम्बन्धी नियम चाहिँ के हुन्छ त भन्दाखेरि मानौ ल 9 7 9 छ भने पहिलो नम्बर प्लस एउटा छोडेर अल्टरनेट नम्बर माइनस बाँकी रहेको नम्बरको योगफल। अब यहाँ त 7 9 + 9 - 7 कति भयो त भन्दा 9 × 18 18 - 7 भनेको के भयो 11 हो। अब 11 त जान्छ डिभिजिबल हुन्छ। भनेपछि यो अवस्थामा पनि 11 ले भाग जाने नम्बर भयो। अर्को हेरौं 1353 छ भने अब के गर्ने 1 + 5 1 + 5 माइनस 3 + 3 एक एकवटा छोडेर गर्ने 3 + 3 6 - 6 बराबर 0 भयो। znači 0 हुँदाखेरि पनि यो चाहिँ 11 ले भाग जाने भयो है। अगाडिको हाम्रो 7 ले भाग गर्नेमा पनि त्यहाँ घटाउँदाखेरि चाहिँ 0 आयो भने पनि त्यो 7 ले चाहिँ भाग हुन्छ है। यसरी चाहिँ यो चाहिँ बेसिक भयो। अब 12 भयो भने के गर्ने त भन्दाखेरि 4 र 3 ले भाग जाने नम्बर 12 ले पनि हुने पर्यो। त्यसकै फ्याक्टरहरुले भाग जाने दुईटैले एकै समयमा जान्छन् भने त्यो पनि भाग हुन्छ। अब त्यो भन्दा ठूला नम्बरहरु हुँदै गए पछाडी चाहिँ हामीले अगाडि पनि एउटा भिडियो बनाएको छौं। त्यसमा चाहिँ ठूला नम्बरहरुले चाहिँ भाग गर्दाखेरि निशेष भाग जाने कसरी पत्ता लगाउने भन्ने गराएको छ। तपाईले गरेर हेर्नुभयो भने त्यहीबाट पनि त्यसको कन्सेप्ट लिन सक्नुहुन्छ। अब यसैगरी एउटा
बोनस क्वेसन मैले अगाडि पनि गर्न चाहिँ गरिसकेको छ। मानौ पछाडि 5 भएकाको स्क्वायर गर्नु पर्यो भने के गर्ने भन्ने केसमा भन्दाखेरि ल अन्तिमको यो दुईटा गुणा गरिदिने 5 पंचे 25 अनि 2 यो कति भयो त 2 + 1 3 2 त्यहाँ 6 625। अब यो जतिसुकै ठुलो नम्बरमा पनि तपाईले यही फर्मुला लाउन सक्नुहुन्छ। 5 को केसमा चाहिँ र डबल डिजिट छ भने 5 5 जा 25 को 25 4 5 जा 20। यसैगरी अब यो भन्दा फरक भयो स्क्वायर क्याल्कुलेसन गर्नु पर्यो भने चाहिँ कसरी गर्न सकिन्छ त भन्दाखेरि ल मानौ 27 को स्क्वायर हामीलाई निकाल्नु पर्ने भयो भने हामीले के गर्न सक्छौं भन्दा नजिकैको यसको 0 भएको भाग के हुन्छ एउटा +3 गरेर 30 हुन्छ है। भनेपछि के गर्दिन सक्छौं भन्दाखेरि एउटा +3 गर्दा यो नजिकैको 0 मा गयो पछि यति नै यसमा घटाइदिउँ -3 बराबर के भयो त 24 भयो। अब 24 त्यहाँ 72 720 भयो। अनि हामीले कति जोडेका छौं त 30 पुर्याउन भन्दाखेरि जोड्ने घटाउने त 3 गरेका छ भनेपछि 3 को स्क्वायर गर्यौं भने यसरी पनि हामीले स्क्वायर निकाल्न सक्छौं। यसको स्क्वायर भनेको 729 भयो है। यसरी पनि हामी स्क्वायरहरु गर्न सक्छौं। हामीले चाहिँ अब यसै पनि लोकसेवा पढ्ने विद्यार्थीले 25 सम्मको त यसै याद गर्नु सजिलो हुन्छ भन्ने हो। अथवा याद भएन अथवा कन्फर्मेसन गर्नु पर्यो भने यसरी पनि हामीले गर्न सक्छौं। अथवा यसरी एक दुई चोटी तपाईले ट्राई गर्नु भयो भने त्यो तपाईले याद पनि गर्नु पर्दैन। प्र्याक्टिस गर्दा गर्दै आफै याद हुन्छ। किनभने मैले अगाडि पनि भनिरहेको छु हामीले अनुशासित अभ्यास गर्यौं कन्सिस्टेन्ट अभ्यास गर्यौं भने सफलता अवश्य नै प्राप्त हुन्छ है। अनुशासित अभ्यास भनेको साधना हो र सफलतालाई अब सिद्धिको रूपमा लिन्छ भनेपछि साधना हाम्रो च्यानलको मोटो पनि त्यही भएर के छ त भन्दाखेरि साधना त सिद्धि। साधना त सिद्धि भनेको सक्सेस थ्रु डिसिप्लिन प्र्याक्टिस। त्यसैले अनुशासित रहनुस् अभ्यस्त रहनुस् सफलता अवश्य पनि तपाईहरुको हातमा हुनेछ। हस्त धन्यवाद।